अनि यसो उठेर बस्न सक्नुहुन्न? घरिघरि एकछिन बस्छु त सक्दिनँ नानी। ए त अब तागत पनि छैन अनि त खानकी त्यही हो, अब खाएको अडिन्दा कहिलेकाहीँ त्यही त भएर। त्यही त नि करुणा पनि मामालामा रहेछ बिमारी भएर। त्यो पनि बिमारीमै छ। अनि सानी सुते दाजु? सरगामे सरगमे सुत्दै छ नानी। ए भात त खाइसक्नु भएको होला नि जम्मेजनाले, दिदीहरूले? खाइसकेको नानी सबै। त्यही त नि। अनि दिदी कति जानुभयो त? यहीँ छ नानी। ए सुत्नु हो? हजुर अब खोइ भनेको दिदी बाटो कस्तो हुने हो, पानी पर्ला जस्तो छ। पानी आइरहेको थियो अघि यहाँ, म त अरू भन्दा पनि बाटोकै डर लाग्छ हौ। बाटो कस्तो बिग्रेर भएको छ। अब विचार गरेर आउनुपर्छ नि दिदी आउँदा। मैले देखिरहेको छु त तपाईँलाई।